सो मच विकास विश्व र धन विश्वासलाई गर्न चाहन्छौँ आज यति महान कार्य गर्नुभएकोमा र हजुरको सन्तानहरूको चाहिँ पिता परमेश्वरको साथमा चाहिँ बास होस्, पिता परमेश्वरको चरण कमलमा बास होस् भन्न चाहन्छु र हजुरहरूले आफ्नो सन्तानको सम्झना र उहाँहरूको उद्धारको लागि गर्नुभएको यो कार्यप्रति र यो महान कार्य गर्नुभएकोमा हजुरहरूलाई चाहिँ हजुरहरूले मान्ने पिता परमेश्वरको कृपा दृष्टि सधैँभरि होस् र सधैँभरि उत्तरोत्तर प्रगति गर्नु र यस्तो कार्यहरू फेरि गर्नुहुन्छ भन्ने पनि हामीले आश र भरोसा पनि गरेका छौँ। यति धेरै यहाँहरू आमाहरूको मुहारमा खुसी ल्याइदिनु भएकोमा हजुर र हजुरको सम्पूर्ण परिवारलाई हामी सम्पूर्ण नेपाली भद्रपुरवासी हजुरहरूलाई सम्मान र नमन गर्न चाहन्छौँ यो महान कार्यको लागि र पवित्र आत्माहरू जो हुनुहुन्छ पिता परमेश्वरको चरण कमलमा बास भएको जो आत्माहरू हुनुहुन्छ हजुरहरू खुसी र सुखी हुनुहोला र यो संसारमा आएपछि मृत्युलोकमा आएपछि पक्का पनि हामी यो संसार छोडेर त जाने नै हो र त्यो महान आत्माहरूको लागि गर्नुभएको यो महान कार्यप्रति हजुरहरूको सम्पूर्ण परिवारलाई र पवित्र आत्मालाई पिता परमेश्वरले सधैँभरि रक्षा गर्नु।